राजतन्त्र अन्त्य भएर नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक स्थापना भएपछि नेपालले अहिलेसम्म 3वटा राष्ट्रपति पाएको छ। तर राजतन्त्र फ्याकेर गणतन्त्र ल्याएको मुलुकमा पनि राष्ट्रपतिहरूको सवारीले राजतन्त्रकै झल्को दिन्थ्यो। अगुवा पछुवा राखेर कारगेट सहितको राष्ट्रपतिको सवारीले उनीहरूलाई त महामहिमको आभास गराउँथ्यो होला, तर आम जनता उनीहरूको सवारीले गर्दा घण्टौं जाममा बसेर शास्ति खेप्न बाध्य हुन्थे। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको त्यही तडक भडक र तामझाम सहितको सवारीले उनी धेरै आलोचित भइन्। उनको सवारीका कारण चिकित्सकलाई प्रहरीले लाठी चार्ज गरेको घटना अझै ताजै छ। पूर्व राष्ट्रपतिहरूको राजतन्त्रको झल्को दिने सवारीको परम्परालाई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले तोड्ने प्रयास गरेका छन्। यसको ताजा उदाहरण शुक्रबार शीतलनिवासदेखि संसद जाने क्रममा राष्ट्रपति पौडेल कुनै तामझाम नगरी जनतालाई शास्ति नदिई साधारण तरिकाले संसदमा प्रस्तुत भएका थिए। उनको सवारीकै कारण जनताले शास्ति खेप्नु परेन। जनतालाई शास्ति नदिएर राष्ट्राध्यक्षको सुरक्षा सहित सामान्य तरिकाले पनि राष्ट्रपतिको सवारी हुन सक्ने भन्दै राष्ट्रपतिको यो सवारी स्वागत योग्य रहेको लामो समय ट्राफिकमा खटेका प्रहरीहरू बताउँछन्। विशिष्ट महानुभावहरूको काठमाडौँका सडकहरूमा विभिन्न समारोहहरूमा सवारी चलाउँदाखेरि जनताको आवागमन पुरै ठप्प गरेर कुनै पनि सवारी साधन चाहिँ चल्न नदिकन सवारी चलाउँदा उहाँको मान प्रतिष्ठा सम्मान बढ्ने चाहिँ होइन। विशिष्ट महानुभावहरूले जहिले पनि जनताको सुविधालाई ध्यानमा दिनुपर्छ। नर्मल अवस्था छ, शान्ति सुरक्षाको अवस्था प्रतिकूल पनि छैन होइन भने त्यो अवस्थामा विगत जस्तो जनतालाई शास्ति दिएर सवारीको मुभमेन्ट चाहिँ गराउनु हुँदैन। त्यसै पनि काठमाडौँका सडकहरूले सवारी साधनको अहिलेको मौजुदा अवस्थालाई धान्न सक्दैन। त्यो जनताको सुविधालाई दृष्टिगत गरेर उहाँले नर्मल तरिकाले चाहिँ नि सवारी को मुभमेन्ट मा चाहिँ उहाँले रुचि दिनुभयो। यो सर्वत्र चाहिँ स्वागतको विषय चाहिँ भएको छ। अहिले राष्ट्रपति शुक्रबार संसद भवनमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न जाने क्रममा उनी शीतलनिवासबाट नयाँ बानेश्वरसम्म साधारण तरिकाले गए र उनी संसद भवनको गेटमा पुगेपछि मात्रै कारगेटको व्यवस्था गरिएको थियो। उनको सवारीका क्रममा कतै पनि बाटो ठप्प पारिएको थिएन। तर 2079 माघ 27 गते पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासदेखि संसद भवनसम्म सम्बोधन गर्न जाने क्रममा घण्टौं अगाडिदेखि सडक खाली गराइएको थियो। सवारी आवत जावत ठप्प पारिएको थियो। भण्डारीको शीतलनिवासदेखि संसद भवनसम्मको कारगेट सहितको सवारीले जनता घण्टौं जाममा परे। त्यो प्रवृत्तिलाई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले तोडेका छन्। उनको यो सवारीलाई जनताले खुलेरै प्रशंसा गरेका छन्। पूर्व राष्ट्रपतिको भन्दा अहिलेको राष्ट्रपति जो रामचन्द्र पौडेलको जुन यो संसदलाई सम्बोधन गर्ने कुरा छ, राष्ट्रिय सभा र प्रतिनिधि सभालाई सम्बोधन गर्ने विषयमा यो चाहिँ नयाँ सुरुवाती भएको छ। यसलाई हामीले राम्रो चाहिँ जनताको पक्षबाट हेर्दा असाध्यै राम्रो। उहाँ चाहिँ आउने जाने क्रममा जो जनताले गाडीहरू जाम हुने, डक्टरहरूले कुटाइ खाने होइन यस्तो स्थिति थियो, यसको अन्त्य भएको महसुस गरेका छौँ हामी। यो चाहिँ लोकतन्त्र गणतन्त्रको चाहिँ यो एउटा चाहिँ सुरुवाती हो। राष्ट्रपति हुनुभएको रामचन्द्र पौडेल ज्यूले जुन एउटा चाहिँ जनताप्रति देखाउनु भएको त्यो सद्भाव छ, त्यो एकदमै स्मरणीय छ भन्नुपर्छ। त्यसले गर्दाखेरि अब आउने दिनहरूमा यसलाई चाहिँ कन्टिन्यू हुनु पर्यो। भिआइपीको नाममा जनतालाई नागरिकलाई चाहिँ बाटोमा शास्ति दिइने छेक्ने कामहरू चाहिँ यो बन्द नै हुनुपर्छ भन्ने हाम्रो चाहिँ कुरा हो। यसअघि पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि चैत्र 4 गते पाटन स्थित कुमारी दर्शन गर्न जाने क्रममा पनि उनको सवारी साधारण नै थियो। आफू राष्ट्रपति भएको 2 महिनामा उनले ल्याएको परिवर्तनलाई धेरैले प्रशंसा गरेका छन्। भिभिआइपीको सुरक्षा हुनु पर्दैन भनेको होइन, तर सुरक्षा त्यसरी गरियोस् जसले गर्दा जनताले शास्ति खेप्न नपरोस्। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा सुनिल कोलीका साथमा यशोदा भण्डारी, काठमाडौँ।